पाठ्यक्रमको परिभाषा सँगको सन्दर्भमा हामी धेरै झुक्किन्छौँ। त्यही भन्नाले कहिलेकाहीँ यो झुक्किने विभिन्न व्यक्तित्वहरूले दिएको परिभाषाहरूमध्ये छोटकरीमा यहाँ दिएको परिभाषालाई मैले प्रस्तुत गर्न गइरहेको छु। यो पाठ्यक्रमलाई धावन मार्गका रूपमा परिचित गर्ने व्यक्ति रबर्ट उलिच हुन्। उनी रबर्ट धावन मार्ग भनेका छन्। त्यस्तै गरी शिक्षाका उद्देश्यहरू प्राप्त गर्न विद्यालयद्वारा योजनाबद्ध र निर्देशन गरिएका विद्यार्थीका सम्पूर्ण क्रियाकलाप भनेर टाइलरले भनेका छन्। विद्यालयद्वारा योजनाबद्ध र निर्देशन गरिएका विद्यार्थीका सम्पूर्ण क्रियाकलाप भनेर टाइलरले भने। त्यस्तै गरी कलाकार शिक्षकलाई कलाकारको रूपमा हातको औजारका रूपमा चाहिँ हो पाठ्यक्रम भनेर कन्निङहमले परिभाषित गरेका छन्। त्यस्तै गरी विद्यालयभित्र र बाहिर हुने सिकाइ अनुभवहरूको समावेश प्रक्रिया चाहिँ पाठ्यक्रम हो भनेर क्रो एन्ड क्रोले विद्यालयभित्र र बाहिर हुने सिकाइ अनुभव। त्यस्तै गरी विद्यालयद्वारा गरिने सम्पूर्ण प्रयास अथवा सिकाइको योजनालाई हिल्डा टाबाले चाहिँ पाठ्यक्रमको परिचय भनेका छन् भने विद्यार्थीका लागि तयार गरिएको योजना र निर्देशन अनुसारको सम्पूर्ण अनुभवहरूलाई पाठ्यक्रम भनिन्छ भने युनेस्कोले परिभाषित गरेको छ। विद्यार्थीका लागि तयार गरेको योजना र निर्देशन अनुसारका सम्पूर्ण अनुभवहरू भनेर पाठ्यक्रमको परिभाषा युनेस्कोले दिएको छ। त्यस्तै गरी अर्को परिभाषाको रूपमा सम्पूर्ण ज्ञान र अनुभवको उच्चतम बिन्दु हो भनेर फ्रोबेलले परिभाषित गरेका छन्। त्यस्तै गरी विद्यालयको भित्री र बाहिरी अवस्थामा अपेक्षित उपलब्धिहरू प्राप्त गर्न सकिने सम्पूर्ण प्रयास नै पाठ्यक्रम हो भनेर सेलर र एलेक्जेन्डरले भनेका छन्। त्यस्तै गरी पाठ्यक्रम एउटा विज्ञान हो भनेर चार्टर्सले भनेका छन्। विद्यालयको निर्देशनभित्र जे अनुभवहरू दिन्छन् तिनीहरू नै पाठ्यक्रम हुन् भनेर मोसेले भनेका छन्। अर्को